छु तपाईलाई यस्तो ओरिजिनल पालुङ चाहिँ पारिपट्टि रहेछ दामी छ दामी 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 गाइज हामी चाहिँ फेरि आज पालुङ जाँदैछौँ हैन आजको भ्लगमा स्वागत छ तपाईहरुलाई जे होस् धेरै समयपछि चाहिँ म बनाउँदैछु नि त फेरि यता हाम्रो सोल्टाको हैन दामी रहेछ नि त फेरि यसो देख्दै हुनुहुन्छ हैन क्वालिटी कस्तो छ भन्ने कुराहरू जे होस् अब धेरै समयपछि बनाउँदैछु हैन सपोर्ट गरिदिनुस् होला अब हामी चाहिँ आज पालुङ भन्ने ठाउँमा जाँदैछ घरदेखि निस्किसक्यो अहिले चाहिँ हामी हेटौडाको यो के भन्छ तरकारी बजार हैन त्यतातिर छ बाहिरपट्टि छौँ हामी चाहिँ योभन्दा भित्रपट्टि चाहिँ छ जे होस् अनि अहिले चाहिँ यस्तो दामी खुलिरहेछ नि त मौसम दामी छ अब हामी चाहिँ उता सङ्गम चोकतिर निस्केर त्यहाँदेखि चाहिँ गाडीमा जान्छौँ यो चाहिँ मेन गेट यहीँबाट चाहिँ जान्छौँ नि त होइन र यो चाहिँ हेटौडाको पुरानो बस पार्क होइन यहाँ पनि लेखिरहेको रहेछ यहाँ सायद हामी अहिले चाहिँ चोकमा छौँ सोल्टा आउँदै हुनुहुन्छ त्यसपछि हामी मासतिर जानेवाला छौँ भ्यू चाहिँ यस्तो छ गाइज होइन सोल्टा चाहिँ यता अड्डिरहनु भएको छ वेटिङमा हो हामी जानुपर्ने चाहिँ यतातिर होइन यतादेखि मासतिर मोबाइल ओके गाइज हाम्रो ड्राइभर हाम्रो सोल्टासँग भेट भइसकेको छ हामी होइन हामी चाहिँ जाँदैछौँ पालुङ आज हामी चाहिँ गाडी चढेको चाहिँ भिडियो बनाउनु पाएन तर भर्खरै चढेको होइन चढेपछि चाहिँ भिडियो बनाउँदैछु यस्तो छ गाइज बाटो चाहिँ दामी दामी लगभग हामीलाई लाग्छ होला 2-3 घन्टा जति लाग्छ होला माथि पुग्नलाई होइन फलको शक्ति फल चाहिँ जब हाँगाबाट छुट्टिन्छ त्यसभित्र सम्पूर्ण रुख हुन्छ 7:45 भएछ गाइज यस्तो छ होइन म बिचमा तपाईँहरूलाई देखाउँछु हामी चाहिँ त्रिखण्डी भन्ने ठाउँ आइसकेका छौँ भइसक्यो 2 किलोमिटर छ अब यहाँबाट होइन जस दामी हुँदैछ दामी मौसम पनि बबाल छ बाटो चाहिँ यस्तो छ होइन एकदमै अप्ठ्यारो एकदम होसियार केयरफुल चाहिँ हुनुपर्छ यहाँनिर त्रिखण्डी खोला पुल होइन यो एरिया चाहिँ यस्तो जग्गा हो कि है मान्छेहरू पुरा यही बोटमा चाहिँ फोटो ओभर खिचिन्छ नि त भाइरल एरिया भनौँ न होइन हेटौडाको यो भैँसे छेउमा हो यहाँदेखि 2 किलोमिटर छ अहिले चाहिँ हामी जाँदैछौँ साँच्चै नै आउनुहुन्छ नि होइन हो नि हो अनि गएर चलाएर कसैको लागि नयाँ छ ठाउँ सोल्टाको लागि होइन सोल्टाको बिहा जस्तो पनि हुन्छ अनि एउटा अलिकति याद होइन मेमोरिज आजको विषयमा हामीले सिक्दै गरेको वचन अस्तिदेखि के थियो भन्दाखेरि चाहिँ सोल्टाको भ्लगलाई चाहिँ जहाजभित्र आउनु च्यानललाई सब्सक्राइब गरिदिनु पर्यो सपोर्ट हालिदिनु पर्यो सपोर्ट होइन सिकिरहेको छ यसो भिडियोलाई सेयर गरिदिनु पर्यो लाइक गर्नु पर्यो कमेन्ट गरिदिनु पर्यो गाइस र गाइज अर्को एउटा कुरा यो गाडी होइन अहिले चाहिँ सोल्टा चलाउँदै हुनुहुन्छ मैले पनि चलाउँछु उहाँले पनि चलाउनुहुन्छ होइन यदि होइन हेटौडाभित्र या कतै तरकारी या केही सामान बोक्नु पर्यो भने होइन सम्झन सक्नुहुन्छ तपाईँहरूलाई हामी कन्ट्याक्ट नम्बर छोडिदिन्छौँ होइन तपाईँले यसो भन्न सक्नुहुन्छ मूल्यमा हामी मिलाएर चाहिँ सामान बोकिदिन्छौँ होइन उहाँ चाहिँ हाम्रो साउ हुनुहुन्छ होइन उहाँको चाहिँ गाडी हो अब यसो
ड्राइभर चाहिँ म हो खास तर उहाँले चलाउँदै हुनुहुन्छ आज तर यो कुरा चाहिँ सिरियसली गाइज होइन सामान बोक्नु पऱ्यो भने सम्झाउन सक्नुहुन्छ हामी तरकारी पनि बोक्छौँ होइन बेला बेलामा अरू कुराहरू पनि भइराखेको छ त्यो सम्झाउन सक्नुहुन्छ हामी कन्ट्याक्ट नम्बर छोडिदिन्छौँ यदि हेटौडाभित्र लोकल हो भने पनि ठिकै छ यहाँ पूर्व पश्चिम होइन हामी जान्छौँ यदि सामान माल बोक्नु पऱ्यो भने चाहिँ हामी चाहिँ अहिले पालुङ भन्ने ठाउँमा जाँदैछौँ नि त होइन अघि पनि भनेको थिएँ मैले दामी चाहिँ यस्तो छ हाम्रो अलमोस्ट भैँसे आइपुग्न लाग्यो है ल भ्युज यस्तो छ तपाईँ कतिजनालाई लाग्छ कि त्यो चाहिँ तपाईँको सिलिन्डरमा इन्ट्रेस्टेड आज चाहिँ दामी गरिरहेको छ नि त मौसम कुकिङ ग्यासमा इन्ट्रेस्टेड हुनुहुन्छ भनेर कलसिएको सत्रले चाहिँ के भन्छ उहाँमा नै सबै कुरा सुनिरहेको छ अनि त्यो बजेटमा लागि ठुलो गाह्रो छ उहाँमा नै सबै कुरा टाँसेको छ उहाँमा नै सबै कुरा टाँसेको छ नभए भने हामीलाई फिक्री के हुन्छ भने सर त्यसको लागि यो ठाउँको नाम चाहिँ भैँसे त्यसको लागि केही नगरी सुतिरह पनि भनेर हामी चाहिँ भैँसे आइपुग्यो होइन तर पहिले चाहिँ के लाग्नु राज्य र सायद चेकिङ पनि हुन्छ होला होइन दामी छ यहाँ चाहिँ अटोमेटिक क्यामेरा सिस्टम छ यहाँ आफै खिचिहाल्छ होइन केही हुँदैन अब फोटो त खिचिहाल्यो नि हामी चाहिँ अब नामटार पालुङ यताबाट जान्छ उतातिरदेखि चाहिँ काठमाडौँ होइन इक्चुङ जाने बाटो अब जस गाइज बाटो चाहिँ डेन्जर छ नि त यतातिर होइन साँगुरो छ एकदमै होसियार साथ चाहिँ हिँड्नुपर्छ होइन यस्तो छ चुनिया भन्ने ठाउँमा छौँ हामी होइन त्यो चिया चिया खाएर हिँड्ने अब यस्तो छ गाइज पारिपट्टि दामी मौसम चाहिँ एकदम चिसो तलभन्दा होइन हेटौडा बजारभन्दा दामी छ गाइज गाइज हामी चाहिँ खाजा खाँदैछौँ होइन सेलरोटी खाँदै हुनुहुन्छ छोरीलाई औँठा चाहिँ के बनाउनु भयो त्यस्तो अघि काट्यो यो चाहिँ के भन्छ आलु चप आलु चप सेल तरकारी होइन खाँदैछौँ हामी पनि हामी यता छौँ हाम्रो पनि आइसक्यो तरकारी होइन धन्यवाद दामी हामी खाँदैछौँ गाइज होइन स्तुति होस् प्रभु ख्रीष्टको आदर र प्रशंसा महिमा उनैको सदा सर्वदा Praise God, Jesus is King. यसु राजा हुनुहुन्छ Amen. Thank you Lord. कोही छैन अरू तपाईँ बाहेक यसु मैले रोजेको यसु तपाईँ नै
कहिले कता जाँदैछ नि त यसो याद हुन्छ भनेर पनि हो मेन चाहिँ। अन्त त्यही पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन, के कस्तो लाग्छ यसो कमेन्ट गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, त्यही त हेर्न सक्नुहुन्छ भ्यूहरू यस्तो छ पछाडिको भ्यू। खासै चाहिँ हामी चाहिँ गाइज होइन तपाईँले कतिजनाले हेर्दै पनि हुनुहुन्छ र एउटा मेमोरिजको लागि पनि हो होइन। दाजुभाइहरू हुँदैछ कहिले कता जाँदैछ नि त यसो याद हुन्छ भन्ने पनि हो यो चाहिँ। अन्त त्यही पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन, के कस्तो लाग्छ यसो कमेन्ट गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, त्यही त। राम्रो छ पालुङ। मेरो चाहिँ फर्स्ट टाइम हो नि त यता, दामी छ तरकारी खेतीहरू दामी हुँदो रहेछ। अनि घरहरू हेर्दै गर्दा पनि भ्यू हेर्दै गर्दा दामी लाग्यो, मन पऱ्यो। डडादेखि कति किलोमिटर त 70 किलोमिटर त्यही हो 65-70 किलोमिटर जति रहेछ होइन। राम्रो छ, तपाईँहरू आउन सक्नुहुन्छ यसो घुम्नको लागि पनि दामी मन पऱ्यो गाइज। खेती हुँदो रहेछ होइन, यस्तो छ हाम्रो गाउँ चाहिँ। हाम्रो पालुङ बजार गाउँ होइन, यो चाहिँ गाउँ नै हो। पारितिर देख्न सक्नुहुन्छ दामी छ नि त स्याट्रिस। यो चाहिँ यसको थोरै केही भाग मात्रै हो होइन, अझै उतातिर पनि राम्रो राम्रो रहेछ ठाउँहरू चाहिँ अघि देखेको थिएँ। अनि कस्तो लागिरहेछ छोटा? दामी दामी है हेरिसकेको छौँ, एकदम सुरक्षित साथ है रमाइलो भयो जे होस्। इफ होइन पालुङ घुम्न मन छ भने आउन सक्नुहुन्छ, दामी जग्गा छ है, चिसो चिसो स्याटिस छ, दामी दामी छ दामी दामी रहेछ नि त ठाउँ चाहिँ होइन, चिसो चिसो मौसम। धन्यवाद हालेलुया प्रभु, जिजस स्किन होइन। हालेलुया। आएर होइन खानासाना पनि खाएर निस्किँदैछौँ। अब हाम्रो गाउँ दामी छ, हेर्न सक्नुहुन्छ होइन। यस अब समय मिलेछ भने तपाईँहरू यसो नजिकै हुनुहुन्छ भने हेटौँडातिर घुम्छ आउन सक्नुहुन्छ, दामी छ। अब चाहिँ हामी निस्किन्छ होला, तर माथि घुम्छौँ होला हामी एकछिन, त्यही पनि आउनेवाला छ गाइज दामी। प्योर पालुङ चाहिँ गाइज पारिपट्टि रहेछ नि त, हामी घुम्दैछौँ गाउँ घुम्दैछौँ हामी बस्ती। ओरिजिनल पालुङ चाहिँ पारिपट्टि रहेछ, दामी छ दामी 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 दामी। उता मासतिर पनि दामी छ। यो चाहिँ डाँडा गाउँ हो अरे, किन भन्दाखेरि डाँडाको बिचमा छ नि त, अनि त्यही भएर चाहिँ डाँडा गाउँ भनेर चाहिँ यसलाई होइन होइन। आएका छौँ होइन, यता चाहिँ धनियाँ देख्न सक्नुहुन्छ। गाउँहरू माथि चाहिँ एउटा भ्यू टावर रहेछ, माथि भ्यू टावर छ, अहिले भ्यू टावर चाहिँ चढ्नुपर्छ होला। त्यहाँदेखि चाहिँ दामी स्याट्रिस देख्छ। डाँडा त होइन दामी 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 गाइज स्याट्रिस भइरहेछ। बाटो बस्छ नत्र अघि सिधै त्यहाँबाट जाँदा छिटो हुन्छ, बाटो खासै हुँदैन। काठमाडौँ कतापट्टि पर्छ? काठमाडौँ यता यता है ऊ त्यहाँनिर एउटा डाँडा खा। अहिले चाहिँ हाम्रो यस्तो छ है गाइज, हामी भित्र आएका छौँ एकजना दिदीको घरमा। खानासाना पनि खायो, घुम्यो गाउँ पनि होइन। अहिले चाहिँ हामी यसो गिटार रहेछ नि त यहाँ, अनि यसो भजनहरू गाउँदै बस्दै। हाम्रो फिलिप सोल्टा यता हुनुहुन्छ, अलि थाक्नु भएको छ उहाँले चाहिँ, रेस्ट चाहिरहेछ नि त उहाँलाई अलिकति। मिठो आयो नि त अब। सनातनको ईश्वरलाई हो, सारा सृष्टिको जातिहरूले सनातन ईश्वरलाई
महिमा र शक्ति सनातनको ईश्वरलाई होस्। सारा सृष्टिको जातिहरूले सनातन ईश्वरलाई बुझोस्। हालेलुया। ल हामी चाहिँ हाम्रो एकजना दाइ भेट्नु भएको छ होइन, हाम्रो यहीँको हाम्रो दाइको घरमा बसिरहेको छ अहिले चाहिँ। ल यस्तो छ हाम्रो पालुङ गाउँ चाहिँ होइन। भ्यू चाहिँ बब्बाल देखिरहेछ आज। जो मौसम मस्तसँग फाटेको छ नि त। यो चाहिँ तरकारी खेती होइन, देख्न सक्नुहुन्छ बब्बाल छ। एकदमै स्याटिस होइन, आनन्दित छ। यसो गिटार पनि पाएछ नि त होइन। अनि साथी चाहिँ यसो गिटारमा चाहिँ यता दामी छ। पारिपट्टि चाहिँ पालुङ होइन, यता चाहिँ डाँडा गाउँ भन्दो रहेछ यसलाई। दामी छ दामी गाइज, दामी दामी दामी। है गाइज गर्छु प्रभुको प्रशंसा। आजको दिन जो हातमा छ, गर्छु प्रभुको प्रशंसा। येशूलाई बुझ्नुपर्छ, सारा संसारले येशूलाई चिन्नुपर्छ। तर हामीले चिनेको परमेश्वर ढुङ्गा वा काठुङ्गा कुनामा बस्नलाई, ढुङ्गा वा काठुङ्गा कुनामा बस्नलाई, अरुणाय सदाय एलोहिम, यहोवा परमेश्वर गीत हुनुहुन्छ। येशूको येशू मेरो संसारमा अरू केही थोक चाहिँदैन। ओके गाइस, आज धेरै रमाइलो भयो होइन। हामी चाहिँ धेरै इन्जोय इन्जोय गरियो होइन। दामी ब्याकग्राउन्डमा म्युजिक बज्दैछ अझै पनि। अब चाहिँ हामी एकछिनमा फर्किनेवाला छौँ होइन। अब 1-1.5 घन्टाभित्र चाहिँ हामी फर्किन्छौँ होला सायद। बबाल भयो गाइस, दामी एकदमै मेमोरिज भयो होइन। ठाउँ नयाँ ठाउँमा हेर्न पाउँदा डुल्न पाउँदा दामी भयो। खुसी छु, स्याटिस दामी। प्रार्थना गर्छु तपाईलाई यसलो स्तुतिको योग्य येशूलाई। हामी चाहिँ अहिले इमली खाँदैछौँ। इमली के भन्छ यसलाई? यता चाहिँ अब पाउ पनि भन्छ, तितौरा नि भन्छ होइन। यसमा मिक्स छ होइन। दुईवटा 1 पाउ लिएको 100 रुपियाँ पाउ पर्दो रहेछ। दामी छ। अब चाहिँ चिप्स लिँदैछौँ हामी। दामी दामी खुल्लामा पनि पाउँदो रहेछ नि त होइन। यहाँ चाहिँ खुल्लामा पाउँदो रहेछ है। अहिले हामी पालुङ होइन। अब चाहिँ हामी चाहिँ 1 पाउ लिएको 100 रुपियाँ पाउ पर्दो रहेछ। दामी छ। अब चाहिँ चिप्स लिँदैछौँ हामी। दामी दामी खुल्लामा पनि पाउँदो रहेछ नि त होइन। यहाँ चाहिँ खुल्लामा पाउँदो रहेछ अहिले हामी पालुङ होइन। 1 पाउ 100 रुपियाँ। 100 रुपियाँ
ल गाइज होइन हामी चाहिँ अब फर्किँदैछौँ हेटौँडा जस अब रात पनि परिसकेको छ होइन हो नि आज त दामी भयो घुम्यो धेरै अब बिहान लगभग 11:30 बजीतिर आएको दिनभरिमा चाहिँ आसो घुम्यो अब चाहिँ फर्किँदैछ हाम्रो गाउँ चाहिँ होइन धेरैपल्ट देखाइसकेका छौँ अब चाहिँ फेरि हामी अर्को नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ गाइज होइन कस्तो आजको केही छ कि केही छैन अब त्यही त हो नि हाम्रो साथीलाई होइन सोल्डालाई सपोर्ट गरिदिनु त्यति त हो नि होइन ओके हामी फेरि यस्तै अर्को यस्तै अब नयाँ भ्लगहरूको लागि चाहिँ अब सपोर्ट गर्नै पर्ने हुन्छ होइन हामी अब अर्को भ्लगमा भेट्नेछौँ गाइज बाई बाई